तपाईहरुले परदेशको चाहिँ कुनै पनि लोकसेवाको एक्जाम दिँदै हुनुहुन्छ भने यी आवधिक योजना भनेका एकदमै महत्त्वपूर्ण हुन जान्छ। तपाईहरुलाई प्रथम पत्र र द्वितीय पत्रमा पनि उत्तिकै प्रश्नहरू फस्ने गरेको छ यो टपिकबाट। त्यही भएर तपाईहरुलाई चाहिँ मैले आज लिएर आएको छु कोशी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना, जुन चाहिँ 81-82 देखि लिएर 85-86 सम्म चाहिँ सञ्चालन हुँदैछ। अब त्यो कार्यान्वयनको अवस्थामा रहेको छ। अब तपाईहरुलाई यो जुन 3-3-4 को रणनीति छ नि, यो रणनीतिहरू चाहिँ बढी चाहिँ द्वितीय पत्रमा सोधिरहेको अवस्था छ है। जुनसुकै एक्जाममा पनि आवधिक योजनाका रणनीतिहरू धेरै सोधिरहेको अवस्था छ। यसकारणले रणनीति चाहिँ द्वितीय पत्रको लागि एकदमै महत्त्वपूर्ण हुन्छ र प्रथम पत्रको लागि भनेको चाहिँ यी समष्टिगत परिणात्मक लक्ष्यहरू एकदमै महत्त्वपूर्ण हुन्छ। अहिले चाहिँ कोशी प्रदेशको आवधिक योजनाको चाहिँ के छ त भन्दाखेरि जुन सोच छ, लक्ष्य छ, यो भनेको समुन्नति, त्यसपछि खुशी है, त्यसपछि सुशासन रहेको छ। यही अन्तर्गत रहेर हामीले यहाँनिर चाहिँ परिणात्मक लक्ष्यहरूको चाहिँ तथ्यहरू बोक्नुपर्छ। जस्तै यहाँनिर भनेको छ सबभन्दा पहिला आर्थिक वृद्धि दर। धेरै परीक्षाहरूमा सोधिरहेको अवस्था हो आर्थिक वृद्धि दर है। आर्थिक वृद्धि दर चाहिँ 79-80 मा 2.38 थियो भने अनुमानित 80-81 मा चाहिँ 3.51 छ भने 85-86 अर्थात् आवधिक योजना, दोस्रो आवधिक योजनाको अन्तिमसम्मको लक्ष्य भनेको चाहिँ अब आर्थिक वृद्धि दर भनेको 7.55 है। 7.55 कुनै केटा चाहिँ केटीको साथमा गएछ, अब होटेलमा रेस्टुरेन्टमा खाएको बिल तिर्नु पर्ने, उसँग गोजीमा हेर्दा 5 रहेछ, तर केटीलाई पनि यसो नजर हेर्दा नजर लागेको, अब केटीले पनि के गरेछ भने गोजी चेक गर्दा अरे 5 भेटेछ। अब दुवैसँग 5-5 रहेछ। अब दुईटै चाहिँ लाजले भुतुक्कै है। जस्तै दुईमा हेर्नु होला प्रति व्यक्ति कुलको राष्ट्रिय उत्पादनमा चाहिँ के हो त भन्दाखेरि कति पुर्याउने लक्ष्य भन्ने कुरा हुन्छ। यो डलरमा पनि सोधिरहेको हुन्छ है। प्रति व्यक्ति कुलको राष्ट्रिय उत्पादनको जुन हाम्रो यो डलर, अमेरिकी डलरमा यो चाहिँ 1645 है त। 1645 है। तपाईहरुले 4561 गर्दा पनि हुन्छ 1645 भनेर याद गर्ने होला। त्यस्तै 3 मा भनेको छ गरिबीको रेखामुनि रहेको जनसंख्या है। एकदमै सोधिरहेको यो मैले जति पनि भने नि आर्थिक वृद्धि दर, त्यसपछि प्रति व्यक्ति कुलको राष्ट्रिय उत्पादन र गरिबीको रेखामुनि र बेरोजगारी दरबाट एकदमै प्रश्नहरू आइरहेको छ हैन, सोधिरहेको छ। विगतका प्रश्नहरूलाई हेर्नुभयो भने यसकारणले अब जस्तै तपाईहरुले आर्थिक वृद्धि दर भनेको 7.55, त्यस्तै प्रति व्यक्ति कुलको राष्ट्रिय उत्पादन भनेको 1645। अब त्यो कसरी सम्झिने भन्दाखेरि आर्थिक वृद्धि दर 7.55 भन्दाले केटा र केटी साथमा गएछन्, दुवैसँग 5-5 को नोट रहेछ, तर रेस्टुरेन्टमा खाजा भने 1645 को खाएछन्। अब उनीहरू गरिबीको रेखामुनि रहेको जनसंख्या भन्दा पनि गरिब रहेछन् नि। 12 रुपैयाँ पुगेन दुईटैको गरेर हैन। 5-5 10 भयो, 2 कम भयो नि त। 12 रुपैयाँ छैन भनेपछि गरिबीको रेखामुनि रहेछन् केटाकेटी हैन। अब त्यसरी तपाईहरुले कथा बनाएर व्यथा बनाएर पढ्नुपर्छ। यो चाहिँ अब 12% है। गरिबीको रेखामुनि भनेको 12। के भने मैले फेरि सुन्नु होला। आर्थिक वृद्धि दर भनेको 7.55 भनेको छ। त्यो भनेको केटा र केटी साथमा गए, रेस्टुरेन्टमा चाहिँ अब 1645 को बिल आयो। त्यो भनेको प्रति व्यक्ति कुलको राष्ट्रिय उत्पादनमा लक्ष्य रहेको छ। अब त्यो बिल चाहिँ 1645 आयो, 5-5 नोट छ भनेपछि दुईटैको जोडेर पनि चाहिँ 10 भयो क्या। 12 पुगेन। 12 रुपैयाँ नहुनेले 1645 को खाने भनेर सम्झिनु होला हैन। त्यस्तै अब यहाँनिर बेरोजगारी दर भनेको छ हैन। बेरोजगारी दर भनेको चाहिँ के हो त भन्दाखेरि त्यो बेरोजगारी दरलाई चाहिँ कति प्रतिशत कम गर्ने भन्ने हुन्छ क्या। अहिलेको स्थिति भनेको 79-80 मा 10-20 थियो भने 80-81 मा अनुमानित 9.5% छ भने अब चाहिँ है 85-86 सम्म चाहिँ कतिमा झार्ने लक्ष्य छ, कतिमा झार्ने लक्ष्य छ भनेको छ। जस्तै तपाईहरुले 80-81 मा स्थिति अहिलेको भनेको 9.5 छ हैन। त्यो 5 चाहिँ पछाडीको 5 लाई चाहिँ यता अगाडि लिएर 5 राख्दिनु। त्यो 5 बाट 4 जोड्दा 9 हुन्छ। 5 बाट 4 जोड्दा 9 हुन्छ।
5.454 है, त्यसरी सम्झिनु होला। त्यस्तै आम्दानी माथिल्लो 10% भनेको चाहिँ यो 5 नम्बरको त्यति महत्त्वपूर्ण छैन, पज गरेर हेर्नु होला। त्यस्तै 6 मा हेर्नु होला, सम्पत्ति आधारित गिनीगुणक भनेको चाहिँ यो 0.26 रहेको छ। त्यस्तै अब खुसी है, खुसीमा जुन हाम्रो परिणात्मक लक्ष्य छ कति राखेको छ है त्यो चाहिँ हेर्नुपर्छ। जस्तै अपेक्षित आयु भनेको चाहिँ आयु चाहिँ कति छ त अहिले कोशी प्रदेशमा भने 79-80 मा चाहिँ 70 वर्ष 4 महिना जति बाँच्दथे मान्छे भने त्यसपछि 80-81 मा चाहिँ 70.6 है भनेको 70 वर्ष 6 महिना है त्यति बाँच्थ्यो भने अब पुर्याउने लक्ष्य भनेको कति छ त 72 वर्ष है 72 वर्ष। सम्झिने कसरी भन्दाखेरि कोशी प्रदेशमा गइयो भने त म 72 वर्षसम्म बाँच्दो रहेछु, कति वर्षसम्म 72 वर्षसम्म बाँच्दो रहेछु भनेर सम्झिनु होला। त्यस्तै 2 मा भनेको छ मातृ मृत्यु दर प्रति लाख जीवित जन्ममा भनेको छ, यो चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ, यो पनि सोधिरहेकै छ। यसकारणले अब मातृ मृत्यु दर प्रति लाख जीवित जन्ममा चाहिँ कति झार्ने लक्ष्य छ अहिले चाहिँ 157, 143, 80-81 मा त्यति चाहिँ जीवित जन्ममा मात्रै मातृ मृत्यु दर भनेको के हो त भन्दाखेरि बच्चा जन्मन, यो मातृ मृत्यु दर भनेको के हो त भन्दाखेरि जब बच्चाहरूलाई जन्माउने क्रममा आमाहरूको मृत्यु हुन्छ त्यो कुरालाई चाहिँ कम गर्ने भनेको हो। त्यसकारणले अब हेर्नु त अहिले मातृ मृत्यु दर 157 है प्रति लाख जीवित जन्म बच्चाहरू जन्मिन्छन् भने 157 आमाहरूले चाहिँ ज्यान गुमाउनु परिरहेको छ। अब यसलाई घटाएर कति पुर्याउने लक्ष्य छ त भन्दाखेरि 70 है 70 है भनेको मतलब 72 वर्षसम्म बाँच्नु छ। अब त्यो जीवित महिलाहरूलाई 70 मा झार्नु छ, यसरी सम्झिनु होला। त्यस्तै हेर्नु अब यहाँनिर 3 नम्बरमा भनेको छ 5 वर्ष मुनिका बालबालिकाको मृत्यु दर, जो जन्मिन्छन् बच्चाहरू कोशी प्रदेशमा जन्मिसकेपछि चाहिँ अहिलेको अवस्था के छ त भन्दा 34 जना 31 जना चाहिँ मरिहाल्छन् है त, बितिहाल्छन् भनौँ न। अब यसलाई चाहिँ कतिमा झार्ने लक्ष्य छ त भन्दाखेरि चाहिँ अब त्यति धेरै चाहिँ बच्चाहरू मर्नु हुँदैन हैन, त्यो भनेको देशको जनशक्ति हुन्, उनीहरूलाई मार्नु हुँदैन है भनेर चाहिँ 5 वर्ष मुनिका बालबालिका अथवा मृत्यु दर प्रति 1000 जीवित जन्ममा चाहिँ 20 मा झार्ने है। 20 जना मात्रै चाहिँ के हो त भन्दाखेरि कोसिस गर्ने 20 जनालाई मात्र बचाउन नसकियोस् है, त्यो चाहिँ भन्न खोजिएको 20 है त 20। त्यस्तै 4 मा हेर्नु होला साक्षरता दर, एकदमै सोधिरहने क्वेशन मध्येको साक्षरता दर पनि सोधिराख्छ। अब साक्षरता दर चाहिँ अहिलेको अवस्था के छ 79-80 मा चाहिँ 79 नै थियो, हेर्नु है 79 नै थियो। कसरी सम्झिने साक्षरता दर कोशी प्रदेशमा 79 सालमा त 79 नै थियो है, 79 नै थियो, के सम्झिने 79 नै थियो है। 79 को 7 लाई फेरि पछाडि लिएर 7 है, अनि त्यसपछि 81 मा आइपुग्दा फेरि साक्षरता दर 81% नै छ, 81% नै छ। अब 82 आउन थालिसक्यो, त्यसकारणले त्यो 2 लाई पनि राखिदिनु होला हैन, 81-82 है, त्यो 10 पछाडि 2 राखेपछि 82 बन्छ हैन, र 8 र 1 हटाएपछि 82 बन्छ 81। त्यसपछि 85-86 सम्म चाहिँ कति पुर्याउने लक्ष्य 90 है, 81 त 81 मै छ, त्यो भन्दा माथि पुर्याउनु पर्यो नि त 85-86 सम्म, 90 नआउँदै 90 पुर्याउनु पर्यो साक्षरता दर कोशी प्रदेशमा भनेर लक्ष्य राखेको छ। साक्षरता दर चाहिँ कति पुर्याउने लक्ष्य छ भन्यो भने चाहिँ 81 सालमा त 81 थियो, 79 सालमा 79 थियो, 85-86 मा चाहिँ 90 पुर्याउने लक्ष्य छ भनेर सम्झिने है। अब त्यस्तै यो श्रमशक्ति सहभागिता दर भनेर पनि अब लैंगिक विकास, त्यसपछि यो हेर्नु होला। त्यस्तै अब महत्त्वपूर्ण भनेको चाहिँ 7 नम्बरको मानव विकास सूचकांक है, मानव विकास सूचकांकको बारेमा पनि धेरै सोध्छ। अब जस्तै यहाँनिर अहिलेको अवस्था कुराहरू छोडिदिनु, अहिले मानव विकास सूचकांकमा चाहिँ 062 रहेको छ है,
0.62 0.62 भनेर सम्झिनु। अब यसलाई कहानी बनाउन पनि सक्नुहुन्छ। यहाँनिर अब यो 8 नम्बरको डिजिटल साक्षरता छ, यसलाई पनि अब कति पुर्याउने लक्ष्य छ यदि सोधिहाल्यो भने टेन्सन छैन है। साक्षरता दर हेर्नुभयो भने 90 छ, साक्षरता दर जस्तै डिजिटल साक्षरता पनि 90 नै रहेको छ, कुनै नौलो कुरो छैन। जस्तै विद्युत उत्पादन भनेको छ 2200 है, 2200 पुर्याउने लक्ष्य छ 2200 है। 2200 कसरी सम्झिने भन्दा कोशी नदीबाट कति विद्युत निकाल्ने सम्भावना बोकेको छ कोशी नदी, सहायक नदीहरू सप्तकोशीले है, कर्णालीले 32,000, त्यस्तै गरेर चाहिँ गण्डकीले 21,000 छ भने कोशीले कति 22,000 मेगावाटको सम्भावना छ। दोस्रो आवर्ती योजनाले चाहिँ 85-86 सम्म कति पुर्याउने लक्ष्य छ 22,000 मा 22,000 मेगावाटको सम्भावना सप्तकोशीको, तर 2200 मात्रै लक्ष्य छ। कसरी सम्झिने? यसरी सम्झिने है त। त्यस्तै अब तपाईहरुले यहाँनिर हेर्नु होला, सुशासनतिर जाम है। सुशासनका परिणात्मक लक्ष्यहरू के छन् त? जस्तै भ्रष्टाचार न्यूनीकरण अनुभूति सूचकाङ्क भनेको छ है। यो चाहिँ भ्रष्टाचार न्यूनीकरण सूचकाङ्कमा चाहिँ कति पुर्याउने लक्ष्य छ भनेको छ। अब तपाईहरुले 16 योजना पढ्नुभयो भने पनि 35 अवस्था थियो भने हालको स्थिति त्यसलाई 43 पुर्याउने छ। अब यहाँनिर चाहिँ कोशी प्रदेशको चाहिँ भ्रष्टाचार न्यूनीकरण अनुभूति सूचकाङ्कमा चाहिँ 45 है, 45 थरीका भ्रष्टाचार गर्छन् नेपालमा, कहाँबाट चाहिँ देशको विकास होस् है, 45 पुर्याउने लक्ष्य छ। त्यस्तै गरेर 2 मा दर्ता भएका मुद्दाको प्रस्योट भन्नेको छ, यो चाहिँ अब 100 नै पुर्याउने लक्ष्य राखेको छ। त्यस्तै बेरोजु कुल खर्चको भने चाहिँ 31 है। अब राष्ट्रिय परिचय पत्र प्राप्त गरेका संख्यामा हजारमा है कति चाहिँ पुर्याउने लक्ष्य छ त भन्दाखेरि राष्ट्रिय परिचय पत्र चाहिँ प्राप्त गरेका जनसङ्ख्या चाहिँ अब 1150 जनालाई चाहिँ वितरण गर्ने अथवा त्यो जनसङ्ख्यामा चाहिँ राष्ट्रिय परिचय पत्र पुर्याउने एउटा लक्ष्य राखिएको छ हैन। 5 थरबाटै सुरु भएको थियो नि त। अब तपाईहरुले यहाँनिर हेर्नु होला आर्थिक क्षेत्रबाट है, आर्थिक क्षेत्रबाट पनि तपाईहरुलाई यो कृषि क्षेत्रको वार्षिक वृद्धि दर, उद्योग क्षेत्रको र सेवा क्षेत्रको एकदमै सोधिरहेको अवस्था हो है। अब जस्तै अब तपाईहरुले कुल राष्ट्रिय उत्पादन उपभोक्ता मूल्यमा भनेको छ, यो चाहिँ हेरिराख्नु पर्दैन। 2 मा हेर्नु होला, जस्तै कृषि क्षेत्रको वार्षिक वृद्धि दर भनेको छ नि, यो चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ। यो चाहिँ छ है, के छ कृषि क्षेत्रको वार्षिक वृद्धि दर कति छ भनेर सोध्छ नि त एक्जाममा, कति छ हो त्यो 6 मै आन्सर छ। 6 हो, 6 नै हो हैन, 6 नै हो। याद गरिराख्नु पर्छ त, पर्दैन नि। जस्तो कुल राष्ट्रिय उत्पादनमा उपभोक्ता मूल्यमा चाहिँ त्यो हेरिराख्नु पर्दैन। 2 नम्बरमा भनेको चाहिँ कृषि क्षेत्रको वार्षिक वृद्धि दर कति छ भनेर एक्जाममा सोध्छ, 6 नै छ। 6 हो, 6 नै छ, क्वेशनमै छ है। कृषि क्षेत्रको वार्षिक वृद्धि दर भनेको 6.00% हैन। त्यस्तै गरेर उद्योग क्षेत्रको वार्षिक वृद्धि दर कति छ त भन्दाखेरि चाहिँ तपाईहरुले जस्तै अब यो कृषि क्षेत्रको वार्षिक वृद्धि दर 6 छ त भनिहाल्नु भयो हैन। 6 अनि त्यसपछि लिएर चाहिँ 00 भनेपछि अब त्यो 00 जुन छ तपाईहरुले तलपट्टि उद्योग क्षेत्रमा चाहिँ के गर्छ भन्दाखेरि, उद्योग क्षेत्रमा चाहिँ के भन्ने त भन्दाखेरि जस्तै 6 हटाउने, 6 हटाइसक्यो 0 बच्चा, 0 को अगाडि 1 राखिदिनुस्। उद्योग क्षेत्रको वार्षिक वृद्धि दर भनेको 10 अनि 10.5 छ है। त्यो 5 लाई जोड्दाखेरि चाहिँ 11 हुन्छ। 11 मा 1 कम 10 यता राखे पनि हुन्छ। त्यसरी नम्बरसँग खेल्दा पनि हुन्छ। जस्तै 5 6 11, 5 6 11 मा चाहिँ 1 घटाउँदा 10 हैन, 5 6 11, 11 मा 1 घटाउँदा 10 है। त्यसरी पनि याद गर्न सकिन्छ। जस्तै 4 मा भनेको छ सेवा क्षेत्रको वार्षिक वृद्धि दर कति भनेको छ, यो चाहिँ 7.41% है। यो 4.41%, 7.41% सेवा क्षेत्रको है वार्षिक वृद्धि दरमा। जस्तै प्रति व्यक्ति कुल राष्ट्रिय उत्पादनमा उपभोक्ता मूल्यमा अमेरिकी डलर भने चाहिँ अघि नै सम्झिहाल्यौँ हामीले। जस्तै 1645 को बिल आएकोमा अब 7 मा गएका केटाकेटीहरूले 5-5 नोट देखाउँछन् हैन, त्यसरी सम्झिने। त्यस्तै 6 मा भनेको चाहिँ आधारभूत खाद्य सुरक्षामा चाहिँ 76.00 रहेको छ। त्यस्तै यो 7 नम्बरको वनले ढाकेको क्षेत्रफल भनेको छ नि, यो पनि महत्त्वपूर्ण हुन जान्छ। यसको 85-86 सम्मको परिणात्मक लक्ष्य भनेको 45.00 छ। अहिले नेपालको वन जंगल कति छ
भन्यो भने 45.31% छ भनेर भन्छौँ, हामीले पढेका छौँ नि त हैन। आर्थिक वर्षले चाहिँ के भन्छ त भन्दा 45.31% छ। त्यस्तै राष्ट्रिय वन जस्तै यो के भन्दा कोशी प्रदेशमा पनि हामीले चाहिँ वन जङ्गलको चाहिँ 45% पुर्याउँछौँ भन्ने लक्ष्य राखिएको छ दोस्रो आर्थिक योजनाले है त। त्यस्तै तपाईहरुले अब यहाँनिर हेर्नुभयो भने जस्तै यो 8 नम्बरमा भनेको छ नि पर्यटन क्षेत्रबाट थप रोजगारी भनेको छ। यो चाहिँ एकदमै महत्त्वपूर्ण हुन जान्छ। पर्यटकीय सम्भावना धेरै छ हैन। कोशी प्रदेशमा विश्वकै अग्लो शिखर सगरमाथा त्यही अवस्थित छ। कञ्चनजङ्घा जस्ता हिमालहरू, थुप्रो ताल तलैयाहरू, मठ मन्दिरहरू हैन। अब त्यो धार्मिक स्थल अब त त्यो गरी सिन्सा क्षेत्रहरू पनि रहेको छ। यसकारणले पर्यटन क्षेत्रको थप रोजगारीको लागि चाहिँ अब त्यहाँ रोजगारीहरू धेरै प्राप्त छ। यसकारणले 8 नम्बरको चाहिँ अब 85-86 मा त्यो रोजगारी दरलाई चाहिँ 8000 पुर्याउने लक्ष्य राखिएको छ। सामाजिक क्षेत्रमा चाहिँ के भनेको छ अनि जस्तै 1 मा प्रजनन दर भनेको छ 5 वर्ष मुनिको बालबालिकाको पुड्कोपना, त्यसै आधा घण्टाको दूरीमा स्वास्थ्य पहुँचको चाहिँ यो है। 3 नम्बरको आधा घण्टाको दूरीमा चाहिँ स्वास्थ्य संस्थाको पहुँच चाहिँ 90, यो चाहिँ सम्झिनु होला। त्यस्तै अब यो स्वास्थ्य संस्थामा परिस्थिति दर है, यो पनि एकदमै महत्त्वपूर्ण हुन जान्छ। जस्तै 4 त्यही महिला विकासतिर दिन चाहनुहुन्छ भने महिलाहरूको लागि जस्तै स्वास्थ्य संस्थामा परिस्थिति दर भने चाहिँ कति पुर्याउने लक्ष्य छ भनेर पनि सोध्न सक्छ। त्यो चाहिँ 90, यसै याद गर्नु होला। त्यस्तै शिक्षामा आधारभूत तहको खुद भर्ना दर, तपाईहरु अब शिक्षकतिर पनि यो सोधिरहेको हुन्छ शिक्षक आयोगले हैन। तर लोकसेवा आयोगले पनि कहिलेकाहीँ शिक्षामा आधारभूत तहको चाहिँ खुद भर्ना दर चाहिँ कति हो भने चाहिँ 97.50 भनेर सम्झिनु होला। र उच्च शिक्षामा खुद भर्ना दर भनेको 17 जम्मा है। त्यो माथि 97.50 हो। र तल भनेको उच्च शिक्षामा पुग्दा जम्मा 17, त्यति मात्रै पुर्याउने। अब पढ्ने विद्यार्थीहरूले त्यति छोडेर जानुहुन्छ। त्यस्तै अब 7 मा हेर्नु होला सुरक्षित खानेपानी पुगेको जनसङ्ख्या भनेको चाहिँ कति पुर्याउने लक्ष्य छ भन्दाखेरि 30 है। 30 है। हामीलाई 20 होइन 30 चाहियो, पानी चाहियो, के सुरक्षित है। यसरी सम्झिनु होला। त्यस्तै 8 मा हेर्नु होला महिला श्रम सहभागिता दर है, यो पनि एकदमै महत्त्वपूर्ण छ 30 है। त्यस्तै गरेर जन्म दरता 5 वर्ष मुनिका बालबालिकाको चाहिँ 95% छ। त्यस्तै अब यो 10 मा भनेको राष्ट्रिय परिचय पत्र प्राप्त चाहिँ 1150 जना चाहिँ पुर्याउने लक्ष्य छ संख्याको हजारमा, यो चाहिँ याद गर्नु होला। त्यस्तै यो 11 नम्बरको हेर्नु होला बेरोजगारी युवा है। 16 देखि 40 वर्षका युवाहरू चाहिँ बेरोजगारी दरलाई चाहिँ अब बेरोजगारी त अहिले धेरै छ है नेपालमा। अब त्यो प्रदेशको कुरा के गर्नु हैन। यसकारणले बेरोजगारी युवा चाहिँ 16 देखि 40 वर्ष को अवधिमा चाहिँ ती बेरोजगारी दरहरू चाहिँ अब कति पुर्याउने छ त। अब कतिमा झार्ने है, पुर्याउने भन्दा नि कतिमा झार्ने लक्ष्य छ भन्यो भने चाहिँ 20 मा है त। 20 मा मात्रै राख्ने। अब 20 जना मात्रै बेरोजगारी हुन् नि त। अब सबैलाई त दिएर सकिँदैन। अब 20 मा मात्रै चाहिँ राखौँ है, त्यो भन्दा धेरै चाहिँ बेरोजगारी हुनु हुँदैन भनेर चाहिँ यसरी लक्ष्य राखिएको छ। बिस्तारै त्यो 20 लाई पनि शून्यमा लग्ने हो। अब तपाईहरुले एकैपटक सोचेर हुँदैन। जस्तै अब पूर्वाधार क्षेत्र भनेको छ प्रादेशिक कालोपत्रे सडक 1350 पुर्याउने लक्ष्य। त्यस्तै सडक घनत्व है, एकदमै सोधिरहेको प्रश्न पनि पर्छ यो। सडक घनत्व चाहिँ सोधिरहेको हुन्छ। सडक घनत्व चाहिँ कति पुर्याउने लक्ष्य छ भनेर चाहिँ बेला बेला सोधिरहन्छ। यो चाहिँ 0.90 है। 0.90 भन्नाले तपाईहरुले सम्झिदाखेरि चाहिँ 90 भनेर याद गर्न गाह्रो हुन्छ भने 0.90 भनेर याद गर्नु होला। त्यस्तै आधा घण्टाको यातायात पहुँच भएको जनसङ्ख्या भनेको छ जुन 95.00। यो पनि सोधिरहन्छ बेला बेलामा, त्यति महत्त्वपूर्ण चाहिँ हुँदैन। अब जस्तै यो यहाँनिर चाहिँ अब तपाईहरुले यहाँनिर खेतीयोग्य भूमिमा सिँचाइ भनेको छ जुन 50% छ, यो पनि याद गर्नु होला। त्यस्तै साथमा हेर्नु होला विद्युत पहुँच प्राप्त परिवार है। यो विद्युतको बारेमा पनि धेरै सोधिरहेको हुन्छ। यसकारणले विद्युत पहुँच प्राप्त परिवार चाहिँ कति पुर्याउने लक्ष्य छ त भन्दाखेरि 98% है त। अब यहाँनिर चाहिँ अलिकति यो चाहिँ अलिकति महत्त्वपूर्ण छैन है तलतिरको। र तपाईहरुले चाहिँ पढ्न चाहिँ तपाईहरुले सबै हेर्नु होला, नजर चाहिँ लगाउनु होला। तर अलिकति महत्त्वपूर्ण म तपाईहरुलाई एकपटक सरसर भन्छु है। जस्तै आर्थिक वृद्धि दर घोक्नुपर्छ, प्रति व्यक्ति कुलको राष्ट्रिय उत्पादन घोक्नुपर्छ, गरिबीको रेखामुनि रहेको कुराहरू जनसङ्ख्या पनि घोक्नै पर्छ, बेरोजगारी दर त्यसलाई पनि घोक्नुपर्छ। एकदमै महत्त्वपूर्ण भनेको 1 2 3 4 मै रहेको छ समुन्नतितिर हैन।
त्यसपछि तपाईहरुले अपेक्षित आयु कुराहरु त्यसपछि मातृ मृत्यु दर प्रति लाख जीवित जन्ममा यो पनि घोक्नुपर्छ 5 वर्ष मुनिका बालबालिका मृत्यु दर साक्षरता दर त्यसपछि मानव विकास है 7 नम्बरको त्यसपछि अब तपाईहरुले विद्युत उत्पादन हैन त्यसपछि भ्रष्टाचार न्यूनीकरण अनुभूति त्यसपछि बेरोजी खर्च राष्ट्रिय परिचय प्राप्त गरेका चाहिँ परिचय पत्र प्राप्त गरेका यो जल्दो बल्दो अहिलेको चाहिँ समसामयिक विषय पनि हो 4 नम्बरको राष्ट्रिय परिचय पत्र पनि प्राप्त गरेका जनसंख्याको बारेमा पनि याद गर्नु होला त्यस्तै 1 नम्बरमा कुल गरास्त यो चाहिँ खासै महत्त्वपूर्ण छैन यो 2 नम्बरको कृषि क्षेत्रको वार्षिक वृद्धि दर चाहिँ एकदमै महत्त्वपूर्ण छ उद्योग क्षेत्रको वार्षिक वृद्धि दर पनि एकदमै महत्त्वपूर्ण छ सेवा क्षेत्रको आर्थिक वृद्धि दर पनि एकदमै महत्त्वपूर्ण छ त्यस्तै प्रति व्यक्ति कुल गरास्त उत्पादन उपभोक्ता मूल्यमा पनि एकदमै महत्त्वपूर्ण छ तपाईहरुले चाहिँ आर्थिक क्षेत्रबाट चाहिँ तपाईहरुले 2 3 4 र 5 पनि एकदमै महत्त्वका साथ हेर्नु होला है त त्यस्तै गरेर तपाईहरुले अब महत्त्वपूर्ण त अब सबै हुन जान्छ कि अलिकति धेरै सोधिरहेको अवस्था चाहिँ तिनीहरु हुन् अब तपाईहरुले यहाँनेर चाहिँ पर्यटन क्षेत्रको थप रोजगारीहरु यो सबै हेर्नु होला र सबै चाहिँ समग्रमा यति नै थियो आजको भिडियो र तपाईहरुलाई कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नु होला च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी हामीलाई हौसला प्रेरणा दिनु होला अब तपाईहरुलाई कस्तो खालको भिडियोहरु चाहिन्छ त्यो पनि कमेन्ट गर्नु होला नि हैन तपाईहरुलाई सहजीकरण गर्ने हामी छँदै छौं भिडियो अपलोड गर्ने हामी छँदै छौं है त थ्यांक यू सो मच